आदरणीय दर्शकबिन नमस्कार। यति बेला हामी पूर्वी सीमा नाकामा काँक्राभिट्टा पानीट्याङ्की नाकामा आइपुगेका छौँ। विशेष गरी पछिल्लो समय मेची बोर्डरको विषयमा धेरै कुराहरू बाहिर सार्वजनिक भइरहेका छन् भने एकातर्फ सुरक्षा चुनौतीको प्रश्न पनि यति बेला उठिरहेको छ। देश विदेशमा यो माहौल तातिरहेको छ। त्यसको एक मात्र कारण हो बङ्गलादेशबाट नेपाल प्रवेश गर्ने रोहिङ्ग्याहरू, जो अहिले चाहिँ सर्वाधिक चर्चाको विषय बन्न पुगेको छ। रोहिङ्ग्या चाहिँ नेपालमा छिरिरहेको भन्ने जुन खालको एउटा बाहिर खबर सार्वजनिक भएको छ, त्यसले यति बेला देशभर तरङ्ग पैदा गरेको छ भने यति बेला सीमा नाकामा सुरक्षाकर्मीहरू समेत तैनात गरेको अवस्था छ। अब यस्तो रोहिङ्ग्या नागरिक सम्बन्धमा चाहिँ यसरी अब नेपाल प्रवेश गर्ने सम्बन्धमा यसबारेमा हामीलाई कुनै जानकारी छैन र आधिकारिक रूपमा त्यस्तो कुनै हामीसँग तथ्याङ्क पनि छैन र प्रवेश गरेको पनि जानकारी छैन। तर चाहिँ जुनसुकै मानव तेस्रो देशबाट चाहिँ नागरिकहरू अवैध रूपमा नेपाल प्रवेश गर्ने सम्भावना त्यो सम्भावना चुनौतीहरू त रहन्छ नै। त्यसको लागि चाहिँ अब जिल्ला प्रहरी कार्यालय प्रमुखज्यूबाट होइन र त्यसै गरी संगठन प्रहरी प्रमुखज्यू र कोशी प्रदेश प्रहरी प्रमुखज्यूबाट हुँदै निर्देशन स्पष्ट रूपमा चाहिँ निर्देशन भइसकेको छ। त्यस्तो चाहिँ अवैध रूपमा हुने प्रवेशलाई रोक्नको लागि चाहिँ सीमा नाकामा भएका प्रहरी युनिटहरू जुन 25वटा छ हाम्रो चाहिँ यस झापा जिल्ला जुन छिमेकी मुलुकसँग जोडिएको ती युनिटहरूलाई चाहिँ सजाग गराइएको छ भने त्यसै गरी चाहिँ हाम्रो चाहिँ सूचना इन्टेलिजेन्स वृद्धि गरेका छौँ हामीले। त्यस्तो किसिमको चाहिँ सूचनाहरू प्राप्त हुन साथ हामी त्यो कारबाही गर्छौँ र नाका सबै कडाइ गरिएको छ र चुस्त रूपमा काम भइरहेको छ। यसमा चाहिँ सीमामा रहेका अन्य सुरक्षा निकायहरूसँग हाम्रो समन्वय छ। त्यस्तै गरी अध्यागमन कार्यालय पनि छ यो काँक्राभिट्टामा। त्यसैले चाहिँ यो समन्वयको साथ काम भइरहेको छ। शङ्कास्पद कोही व्यक्ति अहिले यसो नियन्त्रणमा रहेको सोधपुछ त्यस्तो केही छ? अहिलेसम्म त्यस्तो खालको पनि त्यस्तो घटनाहरू हाम्रो जानकारीमा छैन। तर विगत आर्थिक वर्षमा केही महिना अगाडि चाहिँ जस्तै अमेरिकाबाट डिपोर्ट भई भुटान आएका केही भुटानिज नागरिकहरू चाहिँ अवैध रूपमा नेपाल प्रवेश गरेकोमा दमक लेखापरी कार्य दमकले त्यहाँ 3 जना चाहिँ हामीले तत्काल चाहिँ नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि चाहिँ अध्यागमन कार्यालय यहाँ काँक्राभिट्टामा बुझाएका थियौँ। त्यसरी चाहिँ यदि कुनै अवैध नागरिकहरू त्यसो प्रवेश गरेको थाहा पायो, हाम्रो जानकारीमा आयो भने हामीलाई कानुन बमोजिम नै कारबाही गर्नको लागि कारबाही गर्छ हामी। खास गरी केही दिन अगाडि विभिन्न सञ्चार माध्यममा 37 जना रोहिङ्ग्या नागरिक चाहिँ काँक्राभिट्टाको बोर्डरबाट पक्राउ गरेको जुन समाचार सार्वजनिक भएको थियो, त्यसको वास्तविकतासम्म आजसम्म कोही नपुगेको र यो नाकाको विषयमा धेरै समाचार आइसकेपछि आज हामी यो नाकामा आइपुगेका छौँ। खास गरी हामीले नाकामा विभिन्न रिपोर्टहरू बजाइरहेका छौँ र यो नाकाको अपडेट पनि यहाँलाई जानकारी गराइरहेका छौँ। तपाईँको नाम? मेरो ध्रुव श्रेष्ठ। अहिले यो नाकाको पछिल्लो अवस्था के छ, तपाईँले के बुझ्नु भएको छ? नाकाको पछिल्लो अवस्था एकदम टाइट छ, चेक जाँच एकदम कडा भइरहेछ। डकुमेन्ट बिनाको मान्छे अहिले नेपालमा पनि छिर्न पाएको छैन र यो नाकाको अवस्था पहिला चाहिँ यो डकुमेन्ट चेक हुँदैन थियो अलिक अगाडि हुँदै, अब हप्ता अलिक थियो। अहिले चाहिँ यो डकुमेन्ट बढी चेक टाइट भएर अलिकति समझ उखारे पैदल यात्रीहरूलाई अब डकुमेन्ट बिनाको मान्छेहरूलाई चाहिँ समस्या भएको छ। यो हुनुपर्छ किनभने रोहिङ्ग्याहरू छिर्न सक्छन् यिनीहरूबाट पाकिस्तानी बङ्गाली छिर्न सक्छन्। त्यही कारणले यो गरेको राम्रो, टाइट गरेको राम्रो हो। खुसी छु। नेपालतर्फ अहिले यति बेला प्रवेश गर्ने नागरिकहरूको लागि उहाँहरूको परिचय पत्र चेक जाँच गरेर सशस्त्र प्रहरी बलले सिमानामा आइडी कार्ड भेरिफाई गरेर मात्र नेपाल प्रवेश दिइरहेको अवस्था रहेको छ भने नेपाल प्रहरी पनि यहाँ तैनात भएको अवस्था छ। यसै गरी नेपालमा एउटा समस्या, नेपालका सुरक्षाकर्मीहरूको लागि समस्याको विषय भनेको यति बेला नेपालका सुरक्षा संयन्त्रसँग उनीहरूका आइडी कार्डहरू भारतीय नागरिकहरू यहाँ प्रवेश गर्ने गरेका छन्। जुन आधार कार्ड, भोटर कार्ड त्यो भेरिफाई गर्ने इक्विपमेन्ट सुरक्षा संयन्त्रसँग नहुँदा उहाँहरूले परिचय पत्र हेरेर त्यसको आधारमा नै नेपाल प्रवेश गराइरहेको अवस्था हो भने सजिलै भारतीय बजारहरूमा विभिन्न नक्कली परिचय पत्र बनाइरहेको पनि हामीले खबर बुझिरहेका छौँ। त्यस कारणले पनि रोहिङ्ग्या नागरिक छिर्न सक्ने एकदमै डर नाकामा रहेको छ र यसको समाधान यो मात्र नरहेको पनि हामीले यसै मार्फत जानकारी गराएका छौँ। तपाईँको नाम? मेरो नाम अनिल दर्जी हो सर। जस्तो अहिले यो नाकामा तपाईँ पारीबाट आउँदै हुनुहुन्छ, के छ अवस्था नाकाको? अहिले सर के छ भने अहिले पुरा कडाइ चेक जाँच भइरहेछ। यता पनि आइडी हेरिन्छ र उता पारी पनि हेरिँदैछ। पहिले चाहिँ के थियो? पहिला त त्यस्तो खासै यता थिएन, पुरा खुलियाम हिँडिन्थ्यो। अहिले भनेको आइडी चेक हुँदैछ सर। भनेको अहिले नाका कडाइ छ? हजुर सर, अहिले एकदम नाका कडाइ छ। जसरी कडाइ भएको राम्रै पनि हो, सुरक्षाकर्मीले राम्रो गर्नुहुँदैछ। किनभने सुरक्षा संयन्त्रले यति बेला आइडी कार्ड लिएर
नेपाल प्रवेश दिइरहेको अवस्था छ। यसका लागि स्थानीय सरकार, स्थानीय प्रहरी प्रशासनले टोलटोलमा गाउँ-गाउँमा गएर आफ्नो ओडामा को नागरिक बसोबास गरिरहेको छ, त्यसका गतिविधिहरू के रहेका छन्, कस्तो गतिविधि गरिरहेको छ भन्ने कुरा निगरानी र डाटाबेस उतार्यो भने यसलाई पक्कै पनि सहज पुर्याउनेछ भन्ने यहाँहरूलाई हामीले जानकारी गरायौँ। र पछिल्लो समय पूर्वी नाका, यो काँक्राभिट्टा नाका खस्दै गएको अवस्था भने यो नाकाबाट भारत र नेपालका नागरिक मात्र आवत गर्दैछन् भन्ने जुन किसिमको खबर बाहिर सार्वजनिक भएको छ यो झुट हो। वास्तवमा यति बेला पूर्वी सीमा नाका सहज छ। आफ्नो परिचय पत्र देखाइसकेपछि सहजै तेस्रो मुलुकका नागरिकहरू पनि यो नाका प्रयोग गरेर नेपाल भारत आवत गर्न दिइरहेको परिस्थिति हो भने हामीले प्राप्त गरेको सूचना अनुसार यति बेला नेपालमा भन्सा नाकामा रहेको इमिग्रेसनले दिएको जानकारी अनुसार झन्डै 64-65 देशका नागरिकहरू यो नाका प्रयोग गरेर आवत गरिरहेको पनि डाटा हामीले प्राप्त गरेका छौँ। पछिल्लो अपडेट यो नाकाको विषयमा कसरी चेक जाँच भइरहेको छ र यहाँ कस्तो छ परिस्थिति भन्ने विषयमा यो भिडियो तपाईँहरूको लागि हामीले सार्वजनिक गरेका छौँ।